हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। म आज बैरगाईदेखि डाँडाकोसम्म हिँड्दै जाँदैछु। पानी परेर यस्तो छ हालत, छाता उडेर हिँड्नु परेछ। हेरौँ कतिखेर पुग्छु। म 9:24 हुँदाखेरि ठ्याक्कै भैरारीबाट हिँड्नेछु। डाँडाकोट कति बजे पुग्छु म सबै अपडेट गर्छु हजुरहरूलाई। यहीँ स्यास्या भइसकेँ। गाडी एउटा गयो, माथितिर जाने गाडी छैन एउटा पनि। पानी भेलै चलेछ कि। म अघि स्कुटर लिएर आएको थिएँ, ऱ्याङ्कोट पनि नउडिकन आएको थिएँ। अनि फेरि यस्तो भेल चलेको, माथितिरको बाटो एकदम हो नि त अफरोड हो। अनि सबै लिर म हिँडेको जुत्ताको दाम, यस्तो जुत्ता खुट्टा लिँदाखेरि त यस्तो लिर्ती भएको भने मैले स्कुटर ल्याएर कसरी हिँड्थेँ गाइज। लेक लाए जस्तो फिल भयो गाइज। नाक पुत्ताएर पसिना, बाटो यस्तो भयो। गाडी हिँड्दा त यस्तो छ, स्कुटर बाइकलाई रिक्स छ, रिक्स। म ठ्याक्कै ओसेकको डाँडामा आइपुगेँ। यहाँ पानी अझै परिरहेको छ। कति राम्ररी खनेर के गर्यो, मुक्कै छरेको होला। कति स्याहाँ भएको छ नि मलाई। हिँड्ने बानी हराएछ, त्यही भएर यति बाटो हिँड्दा नि रेगुलर हिँड्ने बाटो हो यो। यति बाटो हिँड्दा नि स्याहाँ भएको। एउटा गाडी एउटा बाइक केही पनि भेट भएन, बाटो यस्तो छ। यहाँ हाडे काफलहरू सबै हाडे काफल फलेछ। बुट्टाहरू टन्नै छन्, फेरि सबैमा लटरम्मै फलेछ कि। यदि खान मन छ भने मलाई सम्पर्क राख्नु होला, मैले बुट्टासम्म भेट गराइदिन्छु। पाकेछ पनि यार, पाकेछ गाइज। यस्तो ताल पोखरी भेलमा मैले स्कुटर ल्याउन सक्थिनँ। हिँड्दै आउनु नि सजिलो त छैन गाइज। भन्ने बानी परेर डर लाग्छ फेरि यस्ता घुम्दिँदाखेरि। हाय म देखाउँछु कस्तो बुट्टामा फले भन्ने। हाडे काफल भ्याइसकेछन् भाइ, ढिलो आइएछ। यो बुट्टामा नि फल्यो, त्यो बुट्टामा नि फल्यो, भ्याएछ नि, खाएछ नि। ए गेडा देखिन्छ नि सानसानै सबै हाडे काफल यत्रो बुट्टामा नि फलेछ कि। म डाँडाकोट आइपुगेँ। अब म यो बाटो जान्छु यता सिधै। यहाँ तल हो मेरो घर, यो रोड हो, पिच रोड छ क्या हाम्रो घरमाथि। तार के भएछ, यसको नि खुल्ला छ त किन हो, गेट बिग्रेछ कि। म ठ्याक्कै 10:44 जाँदाखेरि डाँडाकोट मिलनचोकमा आएछु। यति थके लाग्यो, 1 घन्टा भन्दा नि बढी लाग्यो नि। 24मा हिँडेको नि 44 भइसक्यो। फेरि आनन्दले हिँडेँ कि, हत्ता नगरिकन। यत्तिकै हिँडे भए त हुन्थ्यो। सुस्तो उकालोबाट सुस्तो गफ लाउँदै बोल्दै मान्छे घरै पुस्दै त के भन्ने। घरको बाटो हिँड्नु पर्दाखेरि मान्छेलाई भेटेसी बोल्नु परिहाल्यो। त्यही हो। फाइनली म मिलनचोक आइपुगेँ। मिलनचोक मिलनचोकको मन्दिर, दुर्गा मन्दिर। अनि यो हो हाम्रो दाइको घर। हाय के गर्दैछन् हेरमै। आज दाइ क्रिया बसेर 13 दिन भएर उम्किन लाग्नु भएको। यसको दाइ
हेलो चप्पल पानीमा नभिजाइसक्नु सक्छ त्यो गाज निस्क्यो क्या न हेर्नु त अब देखियो कि देखियो आफ्नो अनुहार देखिन्छ यसो हेर्दा देखिन्छ के यसो कसो हेर्नु त्यसलाई आफ्नो अनुहार देखिन्छ हो त्यही हो त्यही हो भिड त छ यहाँ भन्ने यो कार्यमा तेलमा हेर्ने हो नि त हाई आशिका हेलो आशिका ने कसलाई हाई भने मैले हाई अङ्कित हाई लाइनमा पनि अलि नभिजिकन बस्नुहुन्छ है ऊ अर्का दिनु न नाच्न कति जाडो छ सुहाना यो सुहाना हो अनि यो को यो कति माया लाग्छ नि रश्मि आजीको कति माया लाग्छ कति धेरै हो र मा गरिदिउँ त रश्मि आजी मा दिसाए म सुहाना मा रश्मि आजीलाई यस्तो हुन्छ कि फेरि माया फेरि टिभीमा ध्यान भएर आजकलका केटकेटी यहाँ हुनुहुन्छ आन्टी थ्याङ्क यू फर वाचिङ आवर भिडियो प्लिज डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला भन्नु न हाम्रो सानोको लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है सबैले एकदम धेरै 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 है एकदम हेर्ने लायक छ नि सबले जति हेऱ्यो उति हेर्न मन लाउँछ अनि अर्को पाठ आइरहन्छ फेरि ओके बाई बाई